एमाले काङ्ग्रेस र माओवादीलाई चाहिँ जनता कसैले हाल्दैनन् जहाँसम्म मलाई लाग्छ मेरो एनालिसिस हो होइन हजुर हाल्नुपर्ने घन्टीलाई हो यसपालि 2/3 घन्टीलाई दिने हो अनि उसले के गर्ला कि एउटा आशा त्यति मात्रै हो भनेको बालेनलाई भोट हाल्न तपाईँ आतुर हुनुहुन्छ मजाले उफ्री उफ्री को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँछ यहाँ दम छ भनेको एमाले सिधै कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन नि काङ्ग्रेसलाई कुटिन्छ माओवादी कुटिन्छ यसपालि तपाईँ बालेन शाहलाई भोट हाल्दै 100% किन हाल्दै हुनुहुन्छ अब उहाँ भनेको नयाँ जेनेरेसनको मान्छे उहाँ कम बोल्ने काम धेरै गर्ने जस्तो लागेको छ अहिलेसम्म होइन अब पछिको कुरा त मैले भन्न सकिनँ तर अहिलेसम्मको उहाँको कार्यक्षेत्रमा उहाँको काम गर्ने शैली चाहिँ मलाई एकदम मन परेको छ आउट अफ कन्ट्री हुनेहरूलाई पनि के भन्छु भने बाबा मम्मीलाई सबैलाई भन्नु अब हामीले राइटलाई राइट भन्नुपर्छ रङलाई रङ भन्नुपर्छ पार्टी होइन व्यक्ति हो देश बच्यो भन्ने मात्रै तपाईँको पार्टी रहन्छ क्या फर्स्ट भनेको कन्ट्री हो होइन जब कन्ट्री हुन्छ त्यसको बादमा तपाईँ नेपाली म नेपाली कन्ट्री नै रहेन भने यहाँ कसैको केही अस्तित्व छैन त्यो हुँदाखेरि एकचोटि हामीले बालेनलाई दिनुपर्छ अब यो पालि चाहिँ भनेको अब जस नयाँ जेनजी अब हाम्रो जेनजी पुस्ताले पनि अस्ति त्यत्रो यस्तो भयो होइन अब चाहिँ अब पुराना बुढाखाडाको दिन चाहिँ गयो कि अब भनेको यो हाम्रो नयाँ पार्टी घन्टीले हो सियोर खाने भने